गौचरण तत्कालीन जमेरगढी 8 हाल मेचीनगर नगरपालिका 7 मा अवस्थित यो स्थान स्थानीयले गौचरण भनेर चिनेको ऐतिहासिक जमिन हो। एक समय यहाँ गाई भैँसी चराइन्थे, घाँस काटिन्थ्यो र गाउँको सामूहिक जीवन यहीँबाट चल्थ्यो। समय बदलियो, गाउँ नगरपालिका बन्यो, बसोबास र विकासको चाप बढ्दै गयो, गौचरणको उपयोग घट्दै गयो र यसको पहिचान बिस्तारै ओझेलमा पर्न थाल्यो। आज यो गौचरण सिर्फ जमिन मात्र होइन, यो गाउँको इतिहास, हाम्रो अधिकार र भविष्यको लागि संरक्षणको प्रतीक बनेर उभिएको छ। वडा नम्बर फरक भएर के भयो र? हाम्रो मन बस्ने ठाउँ त जमेरगढी नै हो। माटो उही, माया उही, पहिचान उही, हाम्रो जमेरगढी, हाम्रो गौचरण।